सो सबैजनालाई फेरि वेलकम छ मेरो ब्लगको यो हाम्रो मुस्ताङ ट्रिपको डे 2 मा। अनि हिजो हामी बेनीदेखि जमसुममा आएर खाना खाएर जमसुमबाट फेरि दुम्बा तालमा गएर हेरेर फोटो खिचेर अनि फेरि हामी जोसुम ब्याक भएको थियौँ। भने आज हाम्रो ब्लगमा चाहिँ के छ भने जमसुमदेखि मुक्तिनाथ अब हामीले यता यो होटलबाट अब खाजासाजा खाएर चेकआउट भएर अनि आजको हाम्रो मेन घुम्ने भनेको हाम्रो मुक्तिनाथ। सो आज हामी कहाँ जान लाग्यो रे आज हामी मुक्तिनाथ जाँदैछौँ। र आज हामी जमसुमदेखि मुक्तिनाथ जाँदैछौँ। र अब हाम्रो यो यात्रामा प्रीतिले जुत्ता कस्दै यो चाहिँ अब दौडिनेवाला रहेछ। यहाँ हामी मम्मी ढिलो उठेर अलिक ढिलो गरेछ। मैले ढिलो उठेको को त ढिलो उठेको लगाएर सबै त फर्स्टमा तयारी यिनीहरू हो 4 बजे उठेर अनि फेरि सुत्ने मान्छेहरू अनि लास्टमा ढिलो गर्ने मान्छेहरू। कहाँ डुल्छ यार यो त जमसुममा आएर नि। त्यो टोपी किन्नु होला ए कति रुपियाँ हालिस टोपीलाई? आमा यसले यस्तो यस्तो यो टोपी रे यो टोपी 500 रुपियाँको रे मोटे टोपी। यो मैले लाउनु पर्यो एकचोटि कस्तो छ लार्न समेत कस्तो त देखेछु। यो टोपीलाई चाहिँ 500 रुपियाँ मुस्ताङको। यो अर्को भोटिनी आएको यी नट भोटिनी सो गाइज अब हामी ब्रेकफास्ट खान लाग्यौँ। ब्रेकफास्ट खाए पछाडि सिधै हाम्रो मुक्तिनाथसम्मको यात्रा हुन्छ अनि मुक्तिनाथ पछि फेरि हामी ब्याक भएर एउटा नयाँ ठाउँ छ हामीले बिच बाटोमा छुट्याएको त्यो चाहिँ अहिले हामी हजुरहरूलाई देखाउँछौँ। हाम्रो ब्रेकफास्ट भनेपछि त नैसिँदैछ बिहानै अनि के छ पूजा गर्छु गर्नुहोस् त नआएको भन्छ देखेर चिमखोला बसेको क्या यो देख्यो नि पानी खनाउँथ्यो त बाल्टीमा जसले पूजा गर्छु भन्छ यसलाई खाइहाल्यो क्या मुखमा यस्तो दामी मेरो खोलिदेऊ रे यो यो अट्के यहाँ बाहिर। ल गाइस अब चाहिँ हामी भर्खरै खाजा खाएर होटलबाट निस्किएर गाडीमा बसेर अब हामी जमसुमबाट हामी मुक्तिनाथ मन्दिरमा गएर नुहाएर पूजा गरेर अनि फर्केर एउटा हामी मिस गरेको ठाउँ छ त्यसमा जाने हो हामी। सबैजना यहाँ चाहिँ हाम्रो मम्मीले एउटा नयाँ कुरा हामीलाई भनेको भने छन्। हामीलाई पनि नयाँ कुरा बिस्तारै हुन्छ नयाँ कुरा थाहा भयो कि यहाँ माथि एउटा यो माथि यो सेतो सानो घर जस्तो देख्नुहुन्छ नि त्यो चाहिँ मम्मी पठायो। मम्मी के हो भन्दै त्यो सानो सानो हड्डी पनि बच्चा र हड्डी बच्चा र त जलाउँदै फेरि कि भाज्ने सुने काट्ने होइन भन्नाले एकदम छिटो नजल्दैसम्म होला नि। ल गाइज हामी चाहिँ भर्खरै जमसुमबाट कागबेनी आइयो। कागबेनी अब हजुरहरूलाई म थोरै ठाउँ देखाउन गइरहेको छु। कागबेनी चाहिँ यही नै हो तलको
कागबेनी बजार यहाँबाट चाहिँ यहाँ बोर्ड छ हजुरले देख्न सक्नुहुनेछ लोमन्थाङ जाने चाहिँ यो बाटो भने मुक्तिनाथ जाने यो बाटो ल पछाडिको यो त्यस्तै राम्रो ल अब चाहिँ लाग्नुपर्ने हुन्छ हामी माथि मुक्तिनाथतिर ए यही गाइज ल हामी चाहिँ मुक्तिनाथमा अहिले मुक्तिनाथ हामी र म र मेरो फ्यामिलीहरू सबैजना यहीँ यस्तरी हुनेछन् मुक्तिनाथमा हामी अहिले हजुरहरूलाई अगाडि अब घोडा पनि यहाँ चढ्नु मिल्छ यो चाहिँ घोडा है घोडा यति घोडा चढ्न जानुहुन्छ ए है बजारमा मुक्तिनाथ बजार जस हजुरहरू घोडा राइड पनि हान्न सक्नुहुन्छ घोडा राइडको यहाँ तलबाट चाहिँ माथि मुक्तिनाथसम्म गएको चाहिँ 400 रुपियाँ अरे चल यहाँ हिरो छ आशिष पुन प्रीति चुचाङ्गे ए होइन यही मुक्तिनाथको बजार चाहिँ अहिलेको सबै यहाँ होटलहरू कस्तो बाङ्गी यतिकै त नि ल नबोलको त भेरी त कि त आफैले बनाइ राम्रो बनाउने भए कति बोल्छ हाम्रो मम्मी यहाँ आउँदै हुनुहुन्छ यहाँ सुसिरो यो म अनि यो हाम्रो प्रीति अनि यो हाम्रो अरुणा हामी भर्खरै तल मुक्तिनाथबाट आइसक्यौँ हामी मुक्तिनाथ अरे ऐसा नहीं होता है कि हम कैमरा फ्रंट किए में रिकॉर्डिंग में बैक भी डाल दें नहीं हो रहा है माथि चाहिँ मन्दिर छ हाम्रो धेरै मान्छेहरू लाई को चाहिँ नबिसाइकन हिँड्ने लाई 5 जनामा चाहिँ और नानी नबिसाइकन को हिँड्न सक्छ यसलाई 5 जनामा नबिसाइकन खुट्टा पाटिन ल अहिले मुक्तिनाथ बजार ल घोडा चढे फोटो खिच्नुहुन्छ घोडा चढे फोटो मुक्तिनाथ बजार यहाँ छ हाम्रो मन्दिर
कहाँ दूर से वही जरी अयो फाइनल्ली मन्दिर आयो बोल्दा चाहिँ म ठुलो चाहिँ धुम्म चल्दैन ढुङ्गा त्यही त होइन छप्पै चाहिँ एउटा ठाउँमा बस्छन् पानी सेर्ने भएको छ यही मुक्तिनाथ मन्दिर यहीँ बसिरहेको हुन्छ अहिले हजुरहरूलाई भित्र गएर पनि देखाउँछु म यही हो नुहाउने 108 धारा चस्मा लगाउनु एउटा ठाउँमा उतालाई चाहिँ यताबाट अर्को यताबाट अब चाहिँ यहाँ भविन रेडी हुँदैछ 108 धारामा नुहाउँदै मन जुत्ता कहानी हो यार जुराई भविन चाहिँ रेडी भइसक्यो अलि पर जान ढल चाहिँ यहाँ फेरि सबै झ्याउला तर तेरो आफ्नो पाप फालिस् खै पाप फाल्नु त फालिदिएको रे अब लेट्स सी कस्तो चाहिँ हुँदो रहेछ ल गाइस भर्खरै पुग्दैन के छ हात धार्दा त अनि दुईटा राख्नु छिर्यो त यिनीहरू बल्ल अब गएको छन् अघि मेरो भिडियो बनाउनको लागि अनि उनीहरूले सक्दा बित्तिकै हामी यो मुक्तिनाथभित्र पूजा गर्न जान्छौँ लगाएको छ अब भित्र गएर पठाउँछौँ अब हामी भित्र मन्दिरभित्र छिर्ने कहाँ गयो नि त्यो अर्न आइज ल
हामी चाहिँ भर्खरै भित्र मन्दिरमा पूजा गरेर आयौँ भित्र भिडियो गराउनु पाउँदो रहेछ त्यसैले अब चाहिँ हामी यहाँ नरिवल फुटाउने पूजा हेर त्यसको नरिवल कस्तो निस्किन्छ फुटाल त भाइ जय श्री राम साह्रो आएन ए अलि मजाले फुटाल आज फुटाल ल एकदमै राम्रो है ल अर्नाको नरिवल यस्तै राम्रो निस्केको छ है ल है अब चलाउनु पर्छ ल दाइ भाबिन दाइ ल कस्तो आउँछ है ओहो पावर चाहिँ देखाएको रे खै तेरो कस्तो निस्क्यो यस्तै राम्रो टिप्टो राम्रो निस्केछ है लु ल गाइस हामी भर्खरै पूजा सक्यो अब हामी फोटो चाहिँ खिच्नुपर्छ है फोटो चाहिँ बेलामै खिचिराख्नुपर्छ है आइज ल फाइनल्ली हामी सकियो पूजा गरेर अरू अहिले त नयाँ कपडा लिएर आउँदा बित्तिकै पूजा गरेर लाउँदो रहेछ नि हामी त जस्तो त्यो भएर भल खिच्दै नि चाहिँ त अर्कोले फेरि अर्कोले हेर्न गयो भल खिच्दै भल खिच्दै मैले भल खिच्नु पर्यो सबै अब पुन फ्यामिलीको सबै भ्लगर हो क्या अब हजुरहरूलाई म एउटा दामी भ्यू देखाउँछु है बजार अनि ल है हामी चाहिँ भर्खरै मुक्तिनाथ टेम्पलबाट पूजा सकेर अब तल ट्याक्सी हाम्रो गाडी भएको ठाउँमा गएर अब ल है गाइस हामी चाहिँ अब पूजा गरेर मुक्तिनाथबाट फर्किन आँट्यौँ ल गाइस अब चाहिँ हामी हजुरलाई एकदम राम्रो ठाउँ देखाउन गइरहेको छौँ हामीले अस्ति हिजो आउने बेला मिस गरेको ठाउँ हो हजुरहरूलाई अब त्यो ठाउँमा हामी जाँदैछौँ हामी ल अनि यो रोकाउनु चाहिँ खोलिस् रोक्नु त ल मजालाई हामीले यहाँ गाइस मिठाई र छुर्पी किनेका छौँ मुक्तिनाथ दर्शन गरेर जमसुममा बसेर स्याउ किनेर आब्बो हजुरलाई देखाउन गइरहेको छु हामी कुन ठाउँमा जान आँटेको छौँ भनेर यो अस्ति हामीले छुट्याएको ठाउँ छुट्याएको चाहिँ नभनौँ हामीले पछि अर्को दिन आएर मजाले घुम्ने भनेर बसेको ठाउँ हो यो चाहिँ हो हाम्रो मार्फा गाउँ यो चाहिँ मार्फा गाउँको ल गाइस
हामी चाहिँ भर्खरै आइयो मार्फा यहाँबाट गाडी अगाडि जाँदैन त्यसैले हामीले गाडी यतै पार्क गर्ने चढेको फ्री हो र होइन होला ए हजुर ल ल ल ल आइयो हामी मुस्ताङको फेमस ठाउँ मार्फा स्याउको बोटोहरू आम्मा अक्सिजन भएर स्याउको ल अब आउन आँटेको भित्र बजार छिरेछ मार्फाको हेर्न सक्नुहुनेछ यस्तो दामी गल्ली छ अनि यहाँ हुनुहुन्छ हाम्रो हिरो नि अगाडि हाम्रो दुईजना मम्मी बाबा ल मान्छे अब खाजा खानु ल हामी जे भन्छ त्यही खाने यस्तै यो दामी हुन्छ मलाई यहाँको को हो र ए अझ यो दिनु न मलाई यसको हजुर हजुर त्यसो खुल्ला खै मसित छ क्या यहाँ खुल्ला किन ल आसु चाहिँ भन्नु यो चाहिँ खाना कस्तो रहेछ यो चाहिँ बुद्ध गल्ली रे यहाँ चाहिँ बुद्ध गल्ली दामी छ त सानो बुद्ध पेट पूजा गर्ने अघिको मुक्तिनाथमा गरेन र पेट पूजा गरेनस् यहाँ त थुप्रो ड्रेस लगाएर ड्रेस भन्दा पनि अब यहाँ पहिला खाजा खान पर्ने हुन्छ है होइन र खाजा चाहिँ खानुपर्छ गाइस हामी भर्खरै मार्फामा खाजा खाएर यहाँ आएको छौँ हाम्रो जेरी गल्ली भाइरल गल्लीमा मगर त पाउँछ नि आइ मम्मी त पर्दैछ त मेरो यहाँ आउँदैछन् हाम्रो ड्रेस लाएर हिरो हिरोइनीहरू ए हिरो र हिरोइनी मात्रै आशिष का ए अङ्कलले बहिनीलाई ड्रेस लाउँदैछ यो देखेर झन् हिरोइनी देखेको छ हाम्रो बहिनी त लाउनुहोस् ल गाइस हामीले पनि म र आशिषले चाहिँ नलाउने ड्रेस यिनीहरू दुईजनाले चाहिँ लाउने ल ल गाइस हाम्रो मम्मीलाई कपडै भएन रे
आमाले कपडा अटेन अरे लाउन पोखु त म त पहिले खिचेको त्यो होइन कि अर्को डिजाइन हाम्रो मम्मीलाई चाहिँ भएन सानो साइज पनि बच्चाहरू लाउने मलाई त 46-47 को चाहिन्छ कि चोलो यो त बल्ल 40 साइजको छ अनि इसक्क भएको इसक्क नि मलाई त त्यो त हो रेख्दैन हुन्न फोटो किनेकी च्याट्टे परेको पो सोच इसक्क नि फोटो किनेन मजाले टेम्पो चल्दो रहेछ त नि मम्मीलाई हुनेवाला छ र छैन भन्दै ऊ छ भन्दै ड्रेस म त अघि त्यहाँ गरे नि त्यसो त म त पहिले लाएर खिचेको म त हेर्नु नि चोलो त इसक्क हुन्छ हलङ हलङ छ त नि बुवा जान मलाई रेनी कसो देरो तिमीलाई ओहो यहाँ पेटी पनि हेरेदियो दुईजना 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 भोटे नि ल आइज ओहो यता ल अनफर्चुनेटली हाम्रो मम्मीलाई चाहिँ भएन ल अब सही अब तिमीलाई भएन त अब छड्दै हामी भिडियो लेकिन के यिनीहरूले टिकटक बनाउँदैछन् भात नचाहिले दामी रहेछ चस्मामा आमामा यसको टिकटक अनि साउन्ड चाहिँ ठुलो नलाउने के ल गाइस हामीले फाइनल्ली सकियो है सबै मिठाईहरू चाइनाबाट ल्याउँछ है त्यता त भन्नु सके हाम्रो मार्फाको घुमाइ तँलाई कस्तो भयो त अनि मार्फा कस्तो लाग्यो यो त बोल्ला नि बोल्ला हिजो बोल्छु भन्छ आज फेरि बोल्दै बोल्दैन ठिकै ड्रेस कस्तो लाग्यो ड्रेस ठुलो लाग्यो कि एकदम ठुलो त्यही पनि त हिरोइन देखिदिस् गरे नि हो कहाँ मलाई सोध्नु त मैले पेट त हिरोइन देखिँदै कि देख्दैन भन्दा त That's the end of our Marfa village-को tour. तिमीलाई कुन ठिक लाग्यो जमजम मुक्तिनाथ मार्फा कुन ठिक लाग्यो त भन तिमीलाई मलाई त खेल्न लागेन राम्रै लाग्यो सबै आशिषलाई कुन लाग्यो तँलाई कुन लाग्यो मुन्टे मलाई त के भन्छ छिटो न मलाई त्यो यसो हेर्दाखेरि राम्रो लाग्यो जम्छु नि जम्छु तँलाई कुन राम्रो लाग्यो भन्नु प्रीति ल ल गाइस अब चाहिँ हामी सिधै नरोकिन कालीपुल रोकिन्छ सिधै कालीपुल गइन्छ है ल है गाइजहरू अब चाहिँ हाम्रो आज मुस्ताङ ट्रिपको डे 2 मुक्तिनाथ र मार्फा बजार घुम्ने भर्खरै मार्फा बजार घुमेर आएर अब सिधै बेनी रोकिन्छ हामीले ल है ल ल गाइस फाइनल्ली हामी बेनी आइपुग्यौँ बेनी
फाइनली हामी बेनी आइपुग्यौँ। यसले के गरेर मम्मीलाई खोजेछ क्या बोजला थर्काइदेऊ बाबिन दादा यता मामुलाई